कहाँ हिँडेको सिकारी ल यसले ढुकुर मारेछ नि त दिनै ढुकुर मारेर सक्ने भइसक्यो केटा अब मारि त हालिस् टाउकोमा पक्रिहालिस् के गर्नु कि छोडिदे सक्यो भइहाल्यो मारेर के गर्ने ढुकुरै नाथे त कति मार्यो साह्रै सिकारी छ टोक्नुभन्दा अगाडि भए त म खोज्ने थिएँ तँलाई नगर अहिले बाटोमा भुत्ल्याएर खान थाल्यो यसले त बाटोमा भुत्ल्याएर खान्छस् तँलाई यता के यता गोठमा लैजा त फटालाई घरमा नल्या फटा ल अब घरमा ल्याउँछ म गोद्छु तँलाई अन्त फुपूले कुट्छ त तँलाई खाली पूजा कोठामा ल कहाँ लग्यो सिकार उता लैजा उता यता लैजा नि त लाटा यता लैजा नि त लु लैजा नि त यता हुन्न यता हुन्न भाइलाई पनि पो हिर्काउँदो रहेछ सिकार भेटाएको बेला त बज्या त भाइलाई पनि पन्जाले हानेको तैँले बरु रुखतिरै लैजा माथि पूजा कोठामा लगिस् भने तल फुपूले कुचोल्यो भेट्छ नि के सिकारी हो यो त दिनै सिकार गर्छ बज्या त सेन्टे लु लैजा उतैतिर लगेर खाए यता नलिने त्यहाँ पूजा कोठामा लान्छु अनि फुपूले तँलाई अब यी भाइलाई आँखा तरेकेर नगर भाइलाई पनि सेयर गर चेन्टे भाइलाई पनि सेयर गर न आफू मात्रै नखा न तैँले त दिन नै ढुकुर मारेर खतम गरिसौ नगर है दादाले कुट्छ नि त्यहाँनिर दादाले कुट्छ नगर सिकार गरेको बेला नचल्ला दादालाई रिसायो चेन्टे नरिसा है भाइलाई केही नगर त्यो सिकार गरेको बेला त रिसाउँदो पो रहेछ भाइले छेउमा जाँदा त चेन्टे भाइलाई केही नगर है दिनदिनै ढुकुर मारेर कम्ता सिकारी छैन यो रुखमा चढेर नगर भाइलाई हेर न हप्काएको त्यसले नगर भाइलाई भित्र तल फुपूले कुट्छ है बाहिर भित्र लगिस् भने फुपूले कुट्छ है तँलाई तल ढुकुर लाँदै माथि पूजा कोठामा खाँदै गर्छस् फटा दादा छेउमा नजा पिटै खान्छस् नि अहिले रिसाएको छ दादा नजा है छेउमा उतै लगेर खा लग्यो कता लग्यो नगर भाइलाई नगर भनेको